बुहारी खाजा पाक्यो? मेरो 2 याद त छ नि, गरि त राछु नि, जब पाक्छ तब ल्याइदिन्छु। के भयो आमा, पाक्यो? पाक्दैछ अरे। केही खाने हो भने ल्याइदिउँ बाहिरबाट चियासित? हुन्छ ल्याइदिनु। आमा मेरो ब्याग ल्याउनुहोस् त। ब्याग किन? ल्याउनु न। लाउनु पैसा। आमा चिनी पनि छ कि ल्याइदिनु होला। हुन्छ लिएर आउनु। आज दाल पाके छैन, सादा तरकारी मात्रै पाकेछ, खानु त हुन्छ होला नि। ए दाल पाके छैन? डेली दाल मात्र पकाउनु लाग्यो भने त 1 महिना पनि चल्दैन। हुन्छ हजुरले पकाउनु, म मगाइदिन्छु। हुन्छ त्यसो भए। आज बल्ल थाहा पाएँ मैले सासू नहुनुको पीडा। मेरो सासू भएको भए आज मलाई यहाँ यसरी बस्नु त पर्थेन होला नि। आधी जतिसम्म झिकेर कोठामा राखिदिनु पर्यो, नत्र एकै दिनमा सबै सकाइदिन्छन्। त्यसो किन भन्नुहुन्छ आमा? म यो घरको बाहिर गएर छुट्टै राख्ने कुरा गर्नुहुन्छ? ल राख्दिनँ त्यसो भए। आमा नानी आएको कति धेरै दिन भइसक्यो, डेलिभरी भएको पनि धेरै दिन भइसक्यो, अझै कति दिन बस्नुहुन्छ त? अहिले एक्लै कसरी गर्छ? जहिले पनि खर्च पठाइदिइराख्नु भएको छ, बच्चा पनि सानो छ। अहिले केही महिना हामीले हेरिदिउँ न। केही महिना रे? मैले भनेको उहाँलाई बोलाउनलाई। अब म केही गर्न सक्दिनँ। कि काम गरिराख्नुहोस् कि आफै गर्नुहोस्, नत्र मलाई काम गरेको पैसा दिन भन्नुहोस्, नत्र म केही गर्न सक्दिनँ। ठिक छ बुहारी, यदि तिमीलाई यही नै ठिक लाग्छ भने ज्वाइँले त्यति त आफ्नो बुढी र बच्चाको लागि गरि नै हाल्नुहुन्छ नि। ठिक छ, कुरा गर्नुहोस् अनि मात्र गर्छु म। ठिक छ। छोरी ज्वाइँलाई फोन गर त, केही कुरा गर्नुहुन्छ उहाँसँग। होइन नगर्नु आमा, म चाहन्न यो सबै कुरा उहाँसम्म पुगोस् भनेर। उहाँले चाहनुहुन्न मेरो बुढी र बच्चा यस्तो स्वार्थी मान्छेहरूको बिचमा बसोस् भनेर। उहाँले थाहा पाउनु भयो भने मलाई एउटा लगिहाल्नुहुन्छ। हो सही कुरा भने छोरी, बरु पैसा पनि म आफै दिन्छु। हुन्छ छोरी। घरमा बुहारी आयो भने त छोरीको माइत पनि माइत जस्तो नहुँदो रहेछ।